अब हामी हाम्रो यो गाडीलाई यहाँबाट कसरी लाने भनेर त्यो सोचिराखेका छौँ होइन। बाटो चाहिँ लास्टै हिलो रहेछ यो, पुरै हिलो हिलो छ। र हाम्रो गाडी चाहिँ जान्छ कि जान्न भने ल यस्तो बाटो छ। यो बाटोमा चाहिँ हाम्रो प्रशासन सरले चाहिँ अब लिक खोज्दै हुनुहुन्छ होइन। यो ट्रेनको लिक भन्दा पनि बढी भएर यो बाटो छ। यो बाटो आउनु बाटो बिस्तारै आउनु है, बिस्तारै बिस्तारै आउनु, बिस्तारै यसो बिस्तारै आउनु, यसो बिस्तारै आउनु, ए बिस्तारै यता यता जानु त। ल ल बिस्तारै बिस्तारै, ल ओके 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 गयो 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 गयो। ल ओट हाल्नु पर्दैन सर। ल यो ओटको लागि यस्तो अवस्थामा ओटको लागि चाहिँ यसरी लिएर हिँड्ने भाइ। बाटो यस्तो छ है। अब कसैलाई हान्दै हिँडेको चाहिँ यो होइन है। गाडीमा ओट हाल्नु पर्छ होइन। चलने लगी है हवाएं, सागर भी लहराए। चलने लगी है हवाएं, सागर भी लहराए। ओके हाम्रो टिम छ अब 24 कोटी हाम्रो रेणु दिदीले बनाएको सिटी है। एकदमै सफा निश्चल क्लिन होइन, एकदमै हामी चाहिँ अहिले अब चिया खाने ठाउँमा यसो चिया खानको लागि आइयो होइन। कुन ठाउँ यसो चिया खान यो मर्दी खोला के मर्स्याङदेखिको के चिया खाने चिया खाएर जाने अब। हेलो कतिवटा चना हाम्रो लागि अहिले चाहिँ चना आएको छ होइन यहाँ। हामी चाहिँ अहिले पोखराको पृथ्वी चोक कटियो। अब खाना खाने कुरा भइरहेको छ होइन। हामी खाना खाने जक्सन कहाँ हो सर, कहाँ हो के हो? लुम्लेमा गएर खाना खाने आधी घन्टा होइन। बाहिर मस्त पानी आएको छ है, एकदम मौसमले साथ पनि दिइरहेछ है। हामी चाहिँ अब आधी घन्टामा खाना खान्छौँ है। ल साथीहरू है, हाम्रो चाहिँ अघि यो खाना खाने ठाउँ चाहिँ कट्यो, भिडियो बनाउन पाइएन। अब चाहिँ हाम्रो यो ट्याक्कला र धोलपाडा आउनु लागिसक्यो। ल हेर्नु हाम्रो गाडी कस्तो छ, यस्तरी चढिरहने हुन्छ। धोलपाडा जाने गाडी चाहिँ हामीले छुट्टै खालको चढ्नुपर्ने हुन्छ होइन। गुन्द्रुङ गर्दै अब चाहिँ हामी धोलपाडाको बाटोमा हिँडिराखेका छौँ। यस्तो खालको गाडी चाहिँ चढ्नुपर्छ गाइस। अब हाम्रो गाडी चाहिँ हेर्नु न, बिचमा जाने बेलामा कस्तो भएको थियो कि हाम्रो गाडी, त्यो हेर्दै हाम्रो गाडी ओके गाइज, हामी चाहिँ फाइनल्ली धोलपाडा आइपुग्यो होइन।
आउने बित्तिकै हामी चाहिँ बस्ने जुन होटलमा बस्ने हो त्यहाँ गइयो हामीले चाहिँ त्यहाँ हल्का फोनसोन गरेर बुक गरेर गइएको थियो होइन यही हो त्यहाँको भ्यू चाहिँ अब यो होटेलबाट चाहिँ तपाईँहरूले घोडा चढ्नदेखि लिएर हरेक कुरा जिप सफारी हल्का फुल्का त्यो हुने रहेछ अलिक टाढा जानु पर्यो सबै यहाँबाट गर्न सक्नुहुन्छ गाइज पानी परेको थियो हामी ठ्याक्क आइपुग्ने बेलामा पानी पऱ्यो भने गाइज यसरी यो चौर हुन्छ नि यहाँको चौरमा हिँड्दा चाहिँ जुत्ता चाहिँ पुरै सखाप हुन्छ होइन भिज्छ स्पोर्ट्स सु लगायो भने त्यही भएर तपाईँहरूले चाहिँ त्यो अर्को प्लास्टिकको जुत्ता हुन्छ नि त्यो गम्बुट त्यो लिएर आउनुभयो भने चाहिँ बेस्ट हुन्छ जाडो हुन्छ माथिको मौसम अलिकति जाडो जाडो छ पानी पर्ने बित्तिकै जाडो हुन्छ हामीलाई चाहिँ हल्का जाडो फिल भयो है गर्मी महिनामा गएको हो हामी तर त्यति साह्रै फुलहरू चाहिँ फुलिरहेको त्यो अगाडि वरिपरि चाहिँ छैन अब हामी अलिकति उता गएर हेर्छौँ त्यतिसम्म तपाईँ इन्जोय गर्नुहोस् है गाइज बाई